आज चाहिँ मैले फ्ल्याट व्हाइट बनाउँदा साथीहरू चाहिँ किन हाँसे त? हेलो एन्ड नमस्ते गाइज, वेलकम टु माई न्यू मिनी ब्लग। आज चाहिँ म बिहान भात खाएर लागेँ म्याजिक स्टेसनतिर। म्याजिक स्टेसनतिर गएको त कपाल काट्न मन लाग्यो, त्यही भएर कपाल काट्ने पसलमा पसेँ। कपाल काट्ने दाइले चाहिँ एउटा अङ्कलको बाँकी छ, एकछिन वेट गर भाइ भन्नुभयो, त्यही भएर म चाहिँ एकछिन वेट गरेँ। फाइनली मैले कपाल काटिसकेर म्याजिक जान लागेको रहेछ, त्यही भएर म्याजिकमा बसेँ अनि लाग्यो 24 कोटीतिर। म्याजिक चढेको 45 मिनटमा चाहिँ पुगेँ 24 कोटीमा। म्याजिकबाट झरेर पैसा तिरेर जेब्रा पार गरेर लागे शब्द गण्डकी चोकनिर रहेको बारिस्टर ट्रेनिङ सेन्टर। म क्लास पुग्ने बित्तिकै दिदीले आइस क्यापेचिनो बनाउन लाउनु भएको रहेछ। दिदीले आइस क्यापेचिनो बनाइसकेपछि म लागेँ फ्ल्याट व्हाइट बनाउन तर्फ। एक्सप्रेसो झार्नुभन्दा अगाडि चाहिँ म लागेँ टेक्स्चर मिल्क बनाउन तर्फ। टेक्स्चर मिल्क बनाइसकेपछि चाहिँ म लागेँ एक्सप्रेसो झार्न तर्फ। एक्सप्रेसो झारिसकेपछि एक्सप्रेसो र दुधलाई मजासँग सोइल गरेर लागेँ फ्ल्याट व्हाइट बनाउन तर्फ। मैले फ्ल्याट व्हाइट बनाउँदा साथीहरू चाहिँ किन हाँस्यो भन्दाखेरि चाहिँ मैले फ्ल्याट व्हाइट बनाउँदा बुट्टा नभएको कारणले गरेर चाहिँ साथीहरू साइडमा बसेर हाँसिरहेको थियो। आजको दिन चाहिँ यस्तै प्र्याक्टिसहरू गरेर बित्यो। हामी भेट्नेछौँ अब नेक्स्ट मिनी भ्लगमा। टेक केयर, बाई बाई।